हेलो एभ्रिवान, वेलकम टु माई न्यू भ्लग। आज पनि म हजुरहरूको अगाडि मेरो फ्रिजको कन्टेनर लिएर आइसकेको छु र यो कन्टेनरमा मैले के भर्छु भनेर लास्ट भिडियोसम्म हेर्नु होला है त। सबैभन्दा सुरुमा मैले केराउ हार्भेस्ट गर्दैछु। हेर्न सक्नुहुन्छ केराउ कति राम्रो फलिरहेको छ। आज चाहिँ म धेरै दिनपछि बारीतिर आएँ र बारीमा आएर हेरेको त केराउ त बारीभरि एकदमै लटरम्म फलिरहेको रहेछ। एकदमै ठुलो र राम्रो पोटिलो थियो केराउ चाहिँ, हेर्न सक्नुहुन्छ। अब म यतातिर लागेँ, यतातिर पनि एकदमै धेरै फलेको छ केराउ चाहिँ, हेर्न सक्नुहुन्छ। थोरै जग्गामा पनि मैले चाहिँ यति धेरै केराउ चाहिँ हार्भेस्ट गर्न सफल भएकी छु। केराउमा प्रशस्त रूपमा फाइबर पाइन्छ, जसले गर्दा लो कोलेस्ट्रोल लेभल चाहिँ मेन्टेन गर्नुको साथसाथै हार्ट डिजिज पनि रिड्युस गर्छ र यसमा लो क्यालोरिजको साथै हाई प्रोटिन उपलब्ध हुनाले हाम्रो वेट लस जर्नीलाई पनि एकदमै हेल्प गर्दछ। प्याज बारीमा चाहिँ मैले चप्पल खोलेर बिस्तारै गएर नकुचिने यसमा पनि मैले केराउ हार्भेस्ट गर्दैछु है। हेर्न सक्नुहुन्छ मैले धेरै एरियामा चाहिँ केराउ लगाएको छैन। यति सानो एरियामा केराउ लगाएर पनि यति धेरै हार्भेस्ट लिन सकिन्छ हामीहरूले र आफ्नो घरको पनि खान पाइन्छ र अर्ग्यानिक पनि खान पाइन्छ। अब म यतातिर पनि हार्भेस्टिङ गर्दैछु। यतातिर पनि एकदमै ठुलो केराउहरू छ। यतातिर पनि एकदमै धेरै हार्भेस्ट गर्ने बेला भइसकेको रहेछ र म सबै हार्भेस्ट गरिसकेँ, गर्दै पनि छु र सानो कलिलो मात्र छोडिदिएँ। अरू म्याच्योर भइसकेको केराउहरू चाहिँ पुरै हार्भेस्ट गरेँ। हेर्न सक्नुहुन्छ एकदमै फ्रेस ठुलो दाना भएको केराउहरू छ। त्यसपछि फेरि मैले यति धेरै काँडोभरि लिएर आएँ। अब यसलाई पनि मैले कन्टेनरमा राखिदिन्छु। केराउमा त कति हार्भेस्ट गर्नु, एकछिन चाहिँ म अब बारीमा बसेर मेरो मर्निङ भ्यू इन्जोय गर्दै। हेर्न सक्नुहुन्छ मेरो बारीको भ्यू कस्तो राम्रो छ। साइडमा चाहिँ मेरो आलु बारीमा स्प्रिङ्कल लगाइरहेको छु र मैले केराउ खाँदै पनि छु है। अब यति खाइसकेपछि अब फेरि म यतातिर हार्भेस्ट गर्नतिर लागेँ। 3-4 दिन मात्र म के बारीमा आएको थिएन, यति धेरै केराउहरू हार्भेस्ट गर्ने बेला भइसकेको रहेछ। 3-4 दिन मात्र म के बारीतिर आएको थिएन, यति धेरै केराउहरू भइसकेको रहेछ। अब यता पनि हार्भेस्ट गर्नै पर्यो। हेर्न सक्नुहुन्छ मेरो केराउ आधाभन्दा बढी भइसक्यो। अब यसै गरी मैले केराउ हार्भेस्टिङ आजलाई यति सकिसकेँ र अब लागौँ टमाटर हार्भेस्ट गर्नतिर। Look at this beautiful tomatoes. मैले टमाटर चाहिँ कति धेरै हार्भेस्ट गर्छु हेर्नु है त। अब यतातिर 2टा हार्भेस्ट गरिसकेँ र मैले अब यो कन्टेनरलाई यहाँ स्ट्यान्डमाथि राखेर अब फेरि यतातिरको टमाटर हार्भेस्ट गर्न जाँदैछु। यति धेरै टमाटरहरू हार्भेस्ट गरिसकेको छु मैले र यता चाहिँ एकदमै फ्रेस टमाटरहरू छन्। हेर्न सक्नुहुन्छ कति सानो टमाटर पनि पाकेको। वाउ, यसलाई पनि म कन्टेनरमा राखिदिन्छु। मैले चेरी टमाटरहरू पनि हार्भेस्ट गरिरहेको छु। यसमा चाहिँ एकदमै झोप्पो भएर फलेको छ। यसबाट र यो बोटबाट मैले एकदमै धेरै हार्भेस्ट गरिसकेँ। कुनै पनि रोग किराले आक्रमण गरेको छैन। यस्तो फ्रेस टमाटर छ कि कुरै नगरौँ। मैले 2-3 महिना त भयो किनेकै छैन कि। मेरो पहिलाको हार्भेस्टिङ भ्लग हेरेर पनि हजुरहरूले अनुमान लगाउन सक्नुहुन्छ कि मैले टमाटर यसपालि कति धेरै हार्भेस्ट गरिसकेँ भनेर।
यतातिर पनि एकदमै टमाटर फलेको छ। यसमा चाहिँ मैले अलिकति पनि केयर गर्न पाएको छैन। जस्ट पानी मात्र राखिदिइरहेको छु। पहिल्यै टमाटर लगाउने बेलामा चाहिँ मल राखेको थिएँ, नभए मैले खासै यसलाई केयर गरेको छैन र पनि यति धेरै फलेको छ। यसलाई काटछाट गर्न चाहिँ त्यति पाएको छैन। यतातिर चाहिँ काँचो काँचो टमाटर भए पनि भित्रभित्र चाहिँ पाकेको छ, त्यही भएर मैले बल्ल बल्ल हात पखालेर निकाल्दैछु। टमाटर त एकदमै धेरै फलेको छ, अझै 1-2 महिना त खान पुगिहाल्छ। यति धेरै टमाटर हार्भेस्ट गरिसकेँ आज मैले। हेर्न सक्नुहुन्छ आजको लागि टमाटर हार्भेस्टिङ यति नै। कति धेरै टमाटरहरू आइसक्यो। टमाटर र केराउ चाहिँ यति नै। र म एकछिनपछि यता हेरेको त यसो स्ट्रबेरी पाकिरहेको रहेछ। अब यो कन्ट्रोल त मैले गर्नै सक्दिनँ भनेर मैले चुडालिहालेँ। त्यसपछि म यो स्ट्रबेरी कन्टेनरमा राख्न जाँदै थिएँ। फेरि यसो सोचेको एउटा मात्र के कन्टेनरमा राख्नु भनेर खाएँ। कस्तो मिठो। यदि हजुरहरूलाई मेरो भिडियो राम्रो लाग्छ भने लाइक, सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। थ्याङ्क यू फर वाचिङ। आजको लागि यति नै।